हेलो एभ्रिवान र मेरो तर्फबाट दसैँको सबैजनालाई धेरै धेरै शुभकामना है। अनि लास्ट इयर चाहिँ मैले दसैँकै दिन मासु पकाएको भिडियो हालेको थिएँ। अनि यसपालि चाहिँ मासु बनाउनु पाइनँ अलिक अल्छी लागिरहेको छ। त्यही कारण मेरो रेन्टल अपार्टमेन्टको टुर भिडियो हालेको छु है। सबैजनाले हेर्नुहोस् होला। 3, 2, 1 र मेरो रुमको बाहिर चाहिँ यस्तो छ है। यो दैलोमा लगाएको छु। अन्त जस्तो एन्ट्री हुन्छ त्यस्तै सानोबटे हलमा चाहिँ केही पनि छैन कोही गेस्टहरू कोही आउँदैन पनि, केही छैन र चाहिँ यस्तो गरेको। यहाँ कर्नरमा यहाँनिर जुत्ता राख्ने, अनि एउटा टिभी, यहाँ वर्किङ सेटअप है, चेयर, यति नै हो। हलमा चाहिँ सक्यो, केही पनि छैन। टिभी, वर्क सेटअप, अन्त यहाँ वासरुम जाने चाहिँ यहाँनिर छ। वासरुम चाहिँ यहाँभित्र छ। अनि अब जाउँ यता सिधा गयो भने चाहिँ किचन है। यहाँ फ्रिज छ, अन्त यहाँ ग्यास कनेक्सन, यहाँ सिङ्क छ। यो किचनको चाहिँ के मलाई राम्रो लाग्छ भने ग्यास कनेक्सन चाहिँ यहाँबाट आउँछ है। मेरो सिलिन्डर चाहिँ ग्राउन्ड फ्लोरमा छ। र आज फेरि दसैँको दिन हल्का सफा पनि गरिरहेको छु। र अब जाउँ मेरो रुममा है। यहाँ चाहिँ रुम छ। रुम आउँदैन होला अहिले। एकछिनै लाइट पालौँ है त। ल, यो चाहिँ मेरो रुम हो। त्यस्तो ठुलो छैन रुम पनि। एउटा क्विन साइज बेड, वार्डरोब। अन्त यहाँ रुमको चाहिँ फेरि मलाई सबभन्दा बेसी मन परेको चाहिँ यो हो। यहाँ चाहिँ जति लुगा झुन्डाउँदा हुन्छ है। यहाँ वार्डरोबमा नअटेको जति सबै यहाँ ह्याङ्गर लगाएर झुन्डाउने। अन्त डेली युज जुन चाहिँ घरिघरि फेरिरहनुपर्छ त्योहरू पनि यहाँ राख्छु। अन्त यो मच्छरदानी पनि फेरि दामी छ। मच्छर चाहिँ त्यति साह्रो आउँदैन है। एक दुईवटा आउँछ, त्यो टेटु गर्दै कराएको चाहिँ मलाई मनै पर्दैन। अन्त अर्को चाहिँ के हो भने यो मच्छरदानी भित्र पसेर सुत्नु चाहिँ मजा आउँदो रहेछ क्या। त्यही भएर मैले निकालेकै छैन। टेन्ट हाउसमा सुतेको जस्तो हुन्छ। त्यहाँदेखि फ्यान चलाउनुपर्छ। फ्यान चलाएर झन् आमा लु पुरा पानी झरीमा सुतेको जस्तो फिल हुन्छ। अनि यति हो है रुमको टुर चाहिँ। लु अनि के भन्छ, रुमको टुर चाहिँ यति नै रहेछ है। एकपल्ट फेरि लु किचन, यो माथिको चाहिँ फेरि मलाई मन पर्दैन। के हातै पुग्दैन, किन बनाएको थियो। यहाँ माथि केही राख्नु हो भने यहाँ माथि चढ्नुपर्छ हो। कस्तो अप्ठ्यारो हुन्छ। यो चाहिँ मैले सबै जग्गा सबै अपार्टमेन्टहरूतिर चाहिँ देखेँ हो यस्तो। यहाँ माथि त एटलिस्ट बेडमा चढेर कार्टुनहरू राख्दा हुन्छ हो। हल त खाली छ। यो फोल्डिङवाला विशाल मेगामार्टबाट किनेको सामानहरू चाहिँ यहाँ झन् विशाल मेगामार्ट छेउमै छ र चाहिँ यो राख्ने यो दुइटा पनि विशाल मेगामार्टबाट मगाएको। अनि यो चाहिँ फेरि हेभी दामी काम लाग्छ। यहाँबाट पानी चुन्दो रहेछ कि। यो चाहिँ मैले एउटा कुन चाहिँ एपबाट मगाएको, मलाई पनि थाहा छैन अहिले कुन चाहिँबाट मगाएको। ल यति नै हो। धन्यवाद सबैजनालाई। दसैँको धेरै धेरै शुभकामना। अन्त मैले एउटा बाइक पनि किनेको छु। अब लास्टमा चाहिँ बाइक पो देखाउनु पऱ्यो है। रातो कलरको रोयल इनफिल्ड किनेको छु कि, त्यो देखाउँछु ल। मेरो बाइक चाहिँ यहाँ छ। दामी छ बाइक। यो चाहिँ मेरो बाइक हो। यो चाहिँ मलाई एकजनाले गिफ्ट दिएको हो, साथीले। ल यति नै हो। ल धन्यवाद।